ल गाइज हामी चाहिँ अब आज चाहिँ ठ्याक्क रानी झुला भन्ने ठाउँ जाँदैछौँ। हाम्रो चाहिँ ग्याङ यो हो अनि हाम्रो बाइक छ अहिले 5वटा। हामी चाहिँ अहिले चाहिँ अनेकोट भ्यू टावरमा आइपुगेका छौँ। अब यहाँबाट हामी नगरकोट हुँदै चाहिँ हामी रानी झुला भन्ने ठाउँमा जाँदैछौँ। अब हामी भिडियो बिचबिचको राख्नेछौँ र अहिले हामी चाहिँ अनेकोटको भ्यू टावर हुँदै हामी यो तलबाट आयौँ वडा कार्यालयबाट। अब हामी यो हुँदै चाहिँ हामी नगरकोट हुँदै रानी झुला भन्ने ठाउँको पनि हामी दृश्य केही देखाउनेछौँ। ल अहिले हामी सर्टकटमा हामी बाटो ठाउँमा चाहिँ लिँदैछौँ। ल केटाहरू पानीपुरीको क्रममा छन्। हाई केटाहरू, ल यता हाई गर। अब हामी चाहिँ केटाहरू चाहिँ पानीपुरी खाँदैछौँ। अब यो पानीपुरी खाने बित्तिकै चाहिँ हामी यो भ्यू टावरबाट चाहिँ रस्तारमा हामी एउटा बमकाजीलाई चाहिँ कुरिरहेको छौँ। अब भ्यू टावरबाट चाहिँ हामी अब ठ्याक्क 3 घरे हुँदै हामी लाग्नेछौँ। अब हामी भ्यू टावरबाट निक्ल्यौँ। अब यो चोक भयो। अब हामी 3 घरेबाट चाहिँ हामी रानी झुला भन्ने ठाउँ जाँदैछौँ है। बाटो यो 3टा बाटो आउँछ। यता नैगाउँ जाने, यताबाट 3 घरे जाने भयो। अब हामी यताबाट गए नि पुगिन्छ, तर हामी 3 घरेको बाटो जाँदैछौँ। केटाहरू 5-7वटा बाइक छन्, अगाडि छन् केही बाइकहरू। हामी चाहिँ यो टावर हुँदै हामी निक्ल्यौँ। अहिले टावर त्यहाँ छ। यस्तो छ दृश्य, जङ्गलको बाटो। दाजुलाई भेट्यो भने जाने भन्ने होइन। हामी चाहिँ यो 3 घरेबाट चाहिँ अब यतापट्टि दाहिनेपट्टि लाग्दैछौँ। अब यो 3 घरेको बाटो हुँदै हामी यतापट्टि दाहिनेबाट लाग्दैछौँ। अब यो बाटो चाहिँ अब हामी छोटो बाटो चाहिँ पहिल्याउँदैछौँ। हामी चाहिँ यो के स्कुल? हामी यो सेतीढुङ्गा स्कुल आइपुग्यौँ, 3 घरेभन्दा माथि। कार्तिके भनेपछि उता उहाँ के अरे साइल नदी जाने बाटो जाने त्यसो भए त्यही ल अनि हामी गएको हो त्यो बाटो। ल हामी चाहिँ यो एउटा छोटो हामी चाहिँ रानी झुलाको पानी परेर यहाँ गेटमा आइपुगिसकेपछि यस्तो सबैजना चाहिँ एउटै ठाउँमा रानी झुलाको गेटमा छ। हामी चाहिँ अब रानी झुला यो पानी गए पश्चात हामी छिर्दैछौँ केटाहरूको साथमा आए गेटबाट। हामी चाहिँ अब रानी झुलाको यो पुलमा चाहिँ जाँदैछौँ। वहाँ सिडी केही छैन, पुल छ। हामी जाँदैछौँ गाइड्सहरू। अब हामी चाहिँ देखाउँदैछौँ है, हुँदै हुनुहुन्छ। ल हामी चाहिँ अब रानी झुलाको पुल यहाँ माथि चाहिँ ऊ बनिरहेछ। यो देख्दैन अहिले यहाँबाट चाहिँ हाम्रो चाहिँ यो के भन्छ यसलाई, अब यो रानी झुलाको पुल आइपुगेका छौँ। पुल यस्तो रहेछ यो पुल। एकदम गइन्छ छ। यो चाहिँ रानी झुलाको पुल हो।
सँगौ त म अगाडि हिँड्छु भइरहेको छ है यो चाहिँ हाम्रो रानी जिल्लाको खोइ भयो पानी परिरहने बेला बेला भर्खर पानी परेको थियो फेरि पर्ने क्रम छ होइन रानी जिल्लामा सेफ्टीमा सेफ्टी होइन हामी रानी जिल्लाको यो पुलमा छौँ गाइजहरू हाम्रो केही साथीहरू चाहिँ पारी गइसक्नु भएको छ र हामी जङ्गलको यस्तो छ तल खोलो खासै केही छैन अहिले जिप लाइन नि जाउँ न स्टप